को लागि चिकन थुक्पाको रेसिपी लिएर आएकी छु। यो रेसिपी मैले धेरैभन्दा धेरै भ्युअर्सहरुको रिक्वेस्टमा बनाएकी हुँ। नर्मली यो खाना भुटान र तिब्बतबाट आएको भए तापनि हाम्रो देश नेपालमा पनि यो खाना उत्तिकै खाइने गरिन्छ। ल सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरुबाट। सुरुमा मैले लिएकी छु नुन, त्यसैगरी खुर्सानी र गरम मसला, बेसार, सानो सानो टुक्रा गरी काटिएको लसुन, त्यसैगरी काटिएको अदुवा, हरियो खुर्सानी, रातो प्याज, लाम्चो लाम्चो गरी काटिएको 3 वटा कलरको क्याप्सिकम, स्प्रिङ अनियन, मसिनो र लाम्चो गरी काटिएको गाजर, टमाटर, बन्दा, धनिया, बोनलेस चिकन, कागती, ओलिभ ओइल, ठीक 4 मिनेट उमालेको थुक्पा नुडल, अन्तमा मैले पानी लिएकी छु। यो सबै सामग्रीहरूको नाम र एक्ज्याक्ट अमाउन्ट तल डिस्क्रिप्सन बक्समा नै लेखेकी छु। अब हिट अन गरेर प्यान बसाल्ने, त्यसमा तेल पनि राखिहाल्ने। जब तेल तात्न सुरु हुन्छ त्यसमा लसुन, अदुवा, बिसा राखेर एकचोटि चलाउनु पर्छ। यतिको भइसकेपछि यसमा चिकन राखेर राम्रोसँग चलाउने र यसलाई फ्राई हुन छोड्दिने। यतिको चिकन फ्राई भइसकेपछि अब यसमा हामी प्याज, हरियो खुर्सानी, रातो खुर्सानी र गरम मसला, अन्तमा नुन राखेर राम्रोसँग चलाएर पकाउँछौं। मासुमा राम्रोसँग मसला लगाइसकेपछि टमाटर राखेर चलाउनु पर्छ। जब हाम्रो टमाटर गल्न सुरु हुन्छ हामी सबै भेजिटेबल्सहरु राख्छौं। हामी ग्रीन अनियन, गाजर, क्याप्सिकम, अन्तमा बन्दा राखेर सबैलाई राम्रोसँग मिक्स गर्छौं। मैले यहाँ राखेको सबै भेजीहरु काँचै खान मिल्ने भएको भएर यसलाई 2-3 मिनेट मात्र पकाउनु भए पनि हुन्छ। यति जति भएपछि यसमा पानी राखेर यसलाई उम्लिन दिने। हजुरहरुलाई कतिको सुप मन पर्छ त्यही आधारमा पानी थपघट गर्न सकिन्छ। जब यो उम्लिन सुरु हुन्छ यसलाई चलाउँदै पकाउनु होला। थुक्पा धेरै किसिमले बनाउन सकिन्छ। यो चाहिँ मैले सजिलो र छिटो तरिकाले सिकाएकी छु। 5 मिनेट नै भयो, यसमा म नुडल राख्दै छु। यसलाई चलाउँदै म्याक्सिमम 1 मिनेट भन्दा बढी नपकाउनु होला। ल मैले हिट अफ पनि गरे। यसमा म अलिकति धनिया राख्दै छु। अब माथिबाट कागतीको रस पनि राखिदिनु होला। ल हाम्रो थुक्पा बनेर तयार भयो। मैले चाहिँ यसरी सर्भ गरेको छु। हजुरहरुलाई जसरी मन लाग्छ त्यसरी नै सर्भ गर्नुभए हुन्छ। अब यो चिसो मौसममा तातो थुक्पा बनाएर साथीभाइ र फ्यामिलीसँग इन्जोय गर्नु।